हेलो नमस्ते सेवारु हजुरहरु सबैजनालाई एसआरपी ब्लग युट्युब च्यानलमा हजुर सबैजनालाई स्वागत छ। र फाइनली आज चाहिँ हामी लेकतर्फ पोखरी डाँडा हामी आएको छौं र आज चाहिँ तपाईहरुलाई म लिएर जाँदै छु माङहिमतर्फ। यहाँ मसँग हुनुहुन्छ, अगाडि हुनुहुन्छ, अहिले म तपाईहरुलाई देखाउने छु। तपाईहरुलाई याद छँदैछ मेरो फोनको दर्द कस्तो छ भनेर चाहिँ म एकैछिनमा देखाउने छु। अहिले चाहिँ हाम्रो सुकमा मिस हुनुहुन्छ यहाँ हिलले गर्दा अलिकति हल्का। अब यहाँ एकैछिनमा फुलहरु चाहिँ झकमक्कसँगले फुलेको रहेछ है, चटक्कैसँगले। लगायत हामी चाहिँ आइपुगिसकेकै तपाईँले देख्न सक्नुहुन्छ है। झिल चाहिँ यति मजाको छ कि चट्टै परेको ब्युटी माछाहरू पनि म देखाउने छु। अब आइसला यहाँ बिरेन भानिस हुनुहुन्छ। हेलो मा भानिसको हल्का रमाइलो भिडियोहरू अनुसा मिस पनि हुनुहुन्छ है। हेलो हेलो ब्युटी लेडी पनि हुनुहुन्छ। युटिलिटी चाहिँ नभन् न के हो ब्युटी गर्नु यहाँ यो के भएर मर्यो? ऊ तल हेर्नु नि माछा कत्रो कत्रो छ हौ। खै के हो? हो त माछै हो त। यसरी घुम्नुपर्छ हैन, यसरी घुम्नुपर्छ हैन। राइटबाट होला है। यहाँ तल चाहिँ तपाईहरुलाई देखाउँदैछु म माछा। ल सेल्फी ल खिचौँ न भन्। यहाँबाट उही परबाट नि त, यहाँबाट राम्रो देख्दैन नि त, पोखरी देख्नु पर्यो नि त। खै भित्र लगाउनु पर्छ नि त देख्छ जानु। उही त्यसरी देखायो भने त फेरि फोन किनिदियो भने त। जाउँ आउनुहोस् मेरो टुरिस्टहरू आजको तीनजना बिरेन भानिस सबै नै। अहिले त अब फुर्काउने कुरा भएन नि त, पोखरी घुम्दैछौँ फोटोहरू खिच्दै होइन। मजासँगले फोटोहरू खिच्दै हामी चाहिँ घुम्दैछौँ। यो तपाईँहरूलाई म टक्कैसँग देखाउँछु। अब माङहिममा पनि पुऱ्याउँछु, माङहिमको टक्कै नजारा तपाईँलाई देखाउनेछु। यहाँबाट आउँछ हाम्रो मिसहरू चाहिँ उपर हुनुहुन्छ। भानिस अलिकति लो एउटा डान्स दिउँ न। हामी माङहिम पुग्न आँटेकै। माङहिमको चाहिँ हल्का दर्शन गर्ने, त्यहाँदेखि चाहिँ हामी उही पर जानु होइन माछा भएकोमा। कालो रातो सेतो कस्तो कस्तो माछा छ म अब तपाईँलाई म देखाउने छु। माङहिम त बढ्नु होला है। पोखरी डाँडा अब माङहिमतर्फ जाँदैछौँ हामी। सत्यमन हजुर जुका त छैन होला, दामी रहेछ नि माङहिम। सुल्टा उल्टा जहिले पनि घुम्दाखेरि हामी हामी चाहिँ आइपुगिसक्यौँ माङहिममा। हामी टोइलेटको सुविधाहरू सबै रहेछ यहाँ चाहिँ। पानी एभाइलेबल छ। यो चाहिँ ट्याङ्की रहेछ। भित्र त पस्नु हुँदैन नि है, लामले भित्र पस्नु हुँदैन। तर केही लिएन। यहाँदेखि उता चाहिँ कहाँ जान्छ भानिस? ए यहाँदेखि उन्धुम जानुपर्छ नि, याद छ तपाईँलाई? मुनि पनि जान्छ नि।
भित्र त नपसौँ होला अहिले होइन हौ मुनि जाने जग्गा छ नि भान्स यहाँ मुनि पनि छ नि मुनि मन्दिर याद छ हो त्यो खपुगिए मुझे भी न उहिले यस्तो होला हौ यति खपुगिए मुझे सेमी हाम पर्ने मैं लामो हाल्नु अन्त त होइन कमाउँदा भयो होला ठिक लाग्छ यहाँ पर्छ फुटबल ग्राउन्ड पो रहेछ त ठ्याक्क फुटबल खेल्नु पर्ने ए यहाँ अहिले चाहिँ ए बाटो त यतै रहेछ नि हुन्छ ल जाँदा त भयो नि बाटोहरू त पुरा पत्कर झरेर चाहिँ उयो भएको रहेछ हामीले दर्शन गरेको हामीले चाहिँ अब यतिमै माथि नजाउँ होला अम्बो त यता तल भयो नि फोटो सेसन चल्दैछ हाम्रो चाहिँ फोटोग्राफी र टप टप आयो भेला भयो अहिले चाहिँ मात्रै कस्तो अलिक राम्रो राम्रो यता मलाई हेर्नु पऱ्यो नि यता हल्का पछाडिदेखि म भेगेँ म लास्ट भेगेँ नि तामुगेँ म सही गाडी म लप यसो गर्छ नि होइन त्यो नि उयो धुप्पी छ नि धुप्पीमा धुप्पीभित्र पसेर यहाँ त असिन पसिना निस्किसक्यो त अन्त मामा छाता हजुर छाता निस्किन्छ ब्याग बोक्ने म चाहिँ यहाँ हाम्रो अनुषा मिस र सुकमा मिसको ब्याग बोकिदिने छाता बोकिदिने हो ल हामी चारजना चाहिँ यहाँ अहिले पोखरीमै फोटो खिच्ने रिल्स नबनाउने नेटले धोका दियो नि मेरोमा चल्दैछ नि तर मेरो क्यामेराले धोका दिन्छ फेरि त्यसै बनाउनु नि अन्त धमिलो भए पनि म त फेरि खिचिसकेँ अन्त नि ल लास्ट एउटा खिचिदिनु मलाई एउटा खिचिदियो त्यहाँ मैले यसो गरिरहेको नि त मेरो लङ भइरहेछ